यसरी यो पालिको काँचो आप्ची तपाईँहरूले खानुभयो कि भएन त साथीहरू? हामीले चाहिँ यसरी मजाले खायौँ। अलराइट साथीहरू, के छ त तपाईँको खबर अनि मेरो चाहिँ एकदमै सन्चै सुबिस्तै छु। तपाईँहरूको पनि फिट एन्ड फाइन छ भन्ने आशा राख्छु। र आज चाहिँ हामी यसरी बाँस काट्न गएको थियौँ सबै मिलेर। बाँस काट्न गइयो अनि यसरी बाँस काट्नतिर लागिहाल्यौँ। अनि त्यहाँबाट यहाँको भ्यू चाहिँ एकदमै दामी देखिरहेको थियो क्या, एकदमै पिसफुल ठाउँ होइन, यस्तो दामी देखिरहेको थियो। अनि एउटा बाँस बोकेर म पनि लागेँ। अनि फेरि दोकान गएर तार र काँटी लिएर आउनु पर्ने थियो। तार र काँटी लिएर आइसकेपछि चाहिँ यसरी भत्काउनतिर लागिहाल्नु भयो। भत्काउँदै गर्नुहुन्छ अनि हाम्रो चाहिँ मल बोक्ने काम थियो साथीहरू। अनि त्यहाँबाट यसरी मल बोकेर गुइक्का गुई काम गर्नतिर लाग्यौँ। सुपारीमा यसरी मल हाल्नु पर्ने थियो अनि मैले चाहिँ खुइक्का खुइ सुपारीमा मल हाल्दै यस्तो गर्मी भयो। अनि त्यहाँबाट एक गिलास दुबोको जुस खाइदिउँ। अनि बेलुकातिर चाहिँ हामीले कोलामा आगो पनि लगाएको थियौँ। यहाँ धेरै झ्यासहरू थियो। अनि त्यहाँबाट साह्रै गर्मी भएर यसरी लिची जुस पनि खाएँ। मेरो मिनी भ्लगलाई यहाँसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। आजलाई यति नै, हस् त, बाई बाई साथीहरू।